जीवन त समुद्र जस्तै हो, सतहमा लहर देखिन्छ, गहिराईमा शान्ति। जसले गहिराई बुझ्छ ऊ कहिल्यै पनि डुब्दैन। नमस्ते, म सम्झना। मेरो युट्युब च्यानलमा हजुरहरूलाई स्वागत छ। हो, जीवन समुद्र जस्तै हो। जसले जीवनको सत्यलाई बुझेको हुन्छ ऊ कहिल्यै पनि जीवनदेखि हार्दैन। त्यसैले हामीले जीवनका सत्यहरूलाई बुझ्नु जरुरी छ। आउनुहोस् आजको भिडियोलाई अगाडि बढाउँ जीवनका 10 वटा सत्यहरूबाट। नम्बर 1, जो सबैसँग मिल्छ त्यो व्यक्तिबाट टाढा रहनुहोस्। किनभने सबैसँग कोही पनि मिल्न सक्दैन। जसले यता नि ठिक्क उता नि ठिक्क पार्छ त्यो व्यक्तिले वास्तवमा कसैलाई पनि आफ्नो बनाउन सक्दैन। त्यसैले त भनिन्छ समवान स्पेशल, जीवनको सबैभन्दा महत्त्वपूर्ण व्यक्ति जसले सबैलाई तिमी नै स्पेशल हो भनेर यता उता उता सबैतिर ठिक्क पार्छ त्यो कहिल्यै पनि कसैको हुन सक्दैन। त्यसैले यस्ता व्यक्तिहरूबाट टाढा रहनुपर्छ। नम्बर 2, प्रयोगमा पर्नुभन्दा एक्लै हुनु राम्रो। हामीले कसैलाई आफ्नो बनाउने नाममा, साथीभाइ नजिक हुने नाममा आफूलाई प्रयोग हुन दिनु हुँदैन। जसले हामीलाई प्रयोग गर्छ उसको मतलबको लागि मात्र ती व्यक्तिहरू हुनुभन्दा बरु एक्लै भएको राम्रो। पैसाले तपाईलाई ती व्यक्तिहरूबाट टाढा जाने स्वतन्त्रता दिन्छ, तर तपाईलाई त्यो मन पर्दैन। हो, हामीलाई पैसा भयो भने कति कुरामा स्वतन्त्रता मिल्छ। हामी त्यस्ता व्यक्तिहरूबाट टाढा जान सक्छौं, तर त्यो हामीलाई मन पर्दैन। यो पनि जीवनको एउटा सत्य नै हो। नम्बर 4, माथि पुगेर एक्लोपन महसुस भए पनि फरक पर्दैन, किनकि तल हुँदा पनि त एक्लोपन नै थियो। हो, हामी एक्लो हुन्छौं भनेर कतिपय कुराहरू सुरु नै गर्दैनौं, अगाडि नै बढ्दैनौं, तर हामी जहाँ छौं त्यहाँ पनि त एक्लो छौं नि। त्यसैले यो तल बसेर एक्लोपन महसुस गर्नुभन्दा माथि पुगेरै एक्लोपन महसुस गर्नु बेस्ट। नम्बर 5, निष्ठा दुर्लभ हुन्छ। यसलाई भेट्नुभयो भने जोगाउनुहोस्। यो पनि जीवनको एउटा सत्य नै हो। नम्बर 6, पहिलो नियम आफैमाथि विश्वास गर्नुहोस्। जब हामीले आफूले आफूलाई विश्वास गर्छौं अनि मात्र अरूले पनि हामीलाई विश्वास गर्छन्। हामीलाई कसैले विश्वास गरून् भन्नको लागि हामी आफैले आफैप्रति विश्वास गरेर केही गर्नु, केही गरेर देखाउनु जरुरी छ। नम्बर 7, डाहा गर्नु आत्मविश्वासको कमी हो। हामीले कसैको उन्नति, प्रगति, कसैको राम्रो देख्दा डाहा गर्नु भनेको आफूमा आत्मविश्वास नहुनु हो। जब हामीमै ती सबै कुराहरू छन्, म पनि सक्छु, म पनि गर्छु, म आफैमा ठिक छु भन्ने हुन्छ, हामीलाई कोही प्रति पनि डाहा लाग्दैन। त्यसैले अरूप्रति डाहा गर्नु भनेको आत्मविश्वासको कमी हुनु हो। नम्बर 8, सबैलाई आफ्नो साथी ठान्ने बानी त्याग्नुहोस्। हामीले सबैलाई आफ्नो बनाउँछु, सबैलाई समान व्यवहार गर्छु, यो सक्दैनौँ। त्यसैले जो आफ्नो हो त्यसले बुझ्छ आफ्नो भइहाल्छ। जो पराई हो जसले बुझ्दैन उसलाई जति गरे पनि बुझाउन सकिँदैन। त्यसैले सबैलाई आफ्नो बनाउने साथी ठान्ने बानी पनि हामीले त्याग्नुपर्छ। नम्बर 9, जुन कुरा तपाईले अहिले पाइरहनु भएको छ त्यही कुरा पाउनको लागि कुनै बेलामा तपाईको चाहना कति थियो त्यो कुरा याद गर्नुहोस् र आशीर्वादको रूपमा तपाईले अहिले जे पाइरहनु भएको छ ती कुराहरूलाई आत्मसात गर्नुहोस्, महत्त्व दिनुहोस्। किनकि आज हामी जहाँ छौं, जे पाइरहेका छौं ती कुराहरू पाउनको लागि कुनै समय हामी कति लालायित थियौं, त्यो सम्झेर अहिले पाइरहेको कुरालाई भ्यालु दिनु जरुरी छ। नम्बर 10, राम्रो हृदय भएकोमा कहिल्यै पनि पश्चाताप नगर्नुहोस्। राम्रो कुराहरू
सधैँ आउँछ र बढ्दै जान्छ। हजुर जीवनका यी 10 सत्यहरू आजको भिडियोमा मैले हजुरहरूलाई सेयर गरेँ। तपाईलाई यो भिडियो कस्तो लाग्यो? मन पर्यो भने भिडियोलाई लाइक, कमेन्ट र सेयर गर्न नभुल्नुहोला। अन्य यस्तै खाले भिडियोमा हजुर अनि मेरो भेट हुने नै छ। यतिन्जेलसम्म मलाई हेरेर सुनेर साथ दिनुभयो हजुरलाई धेरै धेरै धन्यवाद।